के भन्नुभयो यो चाहिँ? यो चाहिँ दुईमुखे दाना हो, दानाको बेर्ना हो। यो हामी यसरी रोप्दैछौँ नजिक ल्याउँदा। अब यसको चाहिँ टुप्पो मात्रै हुन्छ है, अब यसको फेद यतातिर हुन्छ। यसलाई टुप्पोलाई यता माथि गरेर अब यसलाई फेदलाई यहाँ गर्नुपर्छ, यसरी गर्नुपर्छ। फेदलाई तल पठाएर टुप्पोलाई माथि गर्नुपर्दछ। अनि एउटा उसमा बक्समा कतिवटा हाल्ने? दुईटा? यो राम्रो उम्रिनु जस्तो तपाईँहरू लाग्नुहुन्छ भने अब एउटै मात्रै हाले पनि हुन्छ, नत्र चाहिँ हामी प्रायः धेरै नर्सरी गर्दाखेरि फार्मिङ गर्दाखेरि चाहिँ हामी दुईवटा एउटै गर्छौँ। तर अब हामीलाई यो स्पेस कम भएको हुनाले हामीले यसलाई पछि दुईवटा सार्न सक्छौँ। त्यो हुनाले हामीले यसलाई दुइटै एउटैमा हाम्रो ठाउँ नभएको हुनाले हामीले चाहिँ अहिले एउटै उसमा दुइटै राखिरहेको छौँ। अब दुइटा गर्दा पनि भोलि पर्सि यसलाई हामीले उम्रिसकेपछि यसलाई डिभाइड गरेर रोप्ने बेलामा सार्न सक्छौँ। हामी चाहिँ अहिले हाम्रो यहाँ ठाउँ स्पेस छेउछाउमा हाल्ने? बिचमा हाल्ने। यो चाहिँ दुईमुखी दाना हो, दुईमुखी दानाको बिरुवा हो यो। तपाईँले यो के अरे यो गाईको गोबर, कालो गाईको गोबर युज गर्नुभएको हो? यो अर्ग्यानिक मल हो। यो हाम्रो यो होम डिपोबाट ल्याएर यो अर्ग्यानिक मल र माटो मिसाएर यसलाई बनाएर हामी यसले अब सिजन सुरु भयो। अब यसको अब रोप्ने चाहिँ यो बेला रोप्ने हो। यो आज वास्तवमा रोप्ने चाहिँ, तर हामी चाहिँ यो वर्ष चाहिँ हामी सुरुवाती वर्ष भएको हुनाले हामीले बेर्न भर्खर राख्दैछौँ। अब त्यो हुनाले अब हेरौँ, यो चाहिँ दुईमुखी बिरुवा हो। अब धेरै राखेका छौँ। अब यो हाम्रो ठाउँ स्पेस छैन, यो हाम्रो साथीहरूलाई, इच्छुक साथीहरूलाई हामी यसलाई प्रोभाइड गर्न सक्छौँ। साथीहरू धन्यवाद।